सभापतिको आसनमा विराजमान हुनुभएका सम्माननीय सभापति महोदय, विशिष्ट अतिथिज्यू, प्रमुख अतिथिज्यू एवं अन्य अतिथिगण, हातमा न्यायका तराजु लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डली, समय सूचकज्यू तथा मसँगै रातो रङले रङ्गिने अभिलाषा लिएर आउनुभएका मेरा प्रतिस्पर्धी अप्रतिस्पर्धी मित्रहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म वेद वेदाङ्ग संस्कृत गुरुकुलममा कक्षा 7 मा अध्ययनरत छात्र कुशलराज पण्डितको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2082 साल मङ्सिर महिनाको 17 गतेका दिन देवघाटम जेसिसद्वारा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा मैले पनि भाग लिन पाउँदा आफूले आफूलाई निकै गौरवान्वित ठानेको छु। समयको महत्त्वलाई ध्यानमा राख्दै म आफ्ना तर्कहरू अभिव्यक्त गर्न चाहन्छु। असम्भव भन्नेहरूलाई इतिहासले कहिल्यै पनि सम्झदैन। असम्भवलाई चुनौती दिनेहरूका लागि भने इतिहासको पान्ना सदैव खाली रहन्छ। सन् 1969 जुलाई 20 तारिक अमेरिकी समयअनुसार रातको 10:56 जाँदा नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला राखे। सपनालाई वास्तविकतामा बदल्न सकिन्छ भनेर प्रमाणित गरिदिए। आज त्यो सपना पुगेको 56 वर्ष भइसक्दा पनि यही सपना देख्नै डराइरहेका छौँ। विक्रम सम्वत 2010 जेठ 15 गते विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो आरोहण गर्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा, एक कक्षा पनि नपढेका तेन्जिङले मानिसको साहस हिमाल भन्दा पनि उच्च हुन्छ भनेर विश्वलाई पढाए। मलाला युसुफजाई जसले शिक्षा मागेकी थिइन् तर तालिबानीले उनलाई गोली दिए। 15 वर्षको उमेरमा उनले छातीमा गोली खाइन्। उनी ढलिन् तर उनको साहस भने ढल्न सकेन। म यो सोचेर छक्क परिरहेको छु कि मभन्दा केवल 2 वर्ष बढी उमेरमा उनी बन्दुकसँग लडिन्। 17 वर्षको उमेरमा नोबेल पुरस्कार पाएर विश्वकै कान्छी नोबेल पुरस्कार विजेता भइन्। नेल्सन मण्डेला, थोमस अल्वा एडिसन जस्ता मसँग धेरै उदाहरणहरू छन्। यसको सूची लामो हुन सक्छ महोदय। मसँग समयको सीमा छ। संस्कृतमा एउटा सुक्ति रहेको छ, नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः, अर्थात् कुनै पनि सुतेको सिंहको मुखमा मृग आफै आएर पसिँदैन। त्यसका लागि त हिम्मत गर्नु नै पर्छ महोदय। सपना देखेर मात्र बस्नेहरू केवल इतिहास पढ्छन् भने कर्म गर्नेहरूद्वारा इतिहास लेखिन्छ। नेतृत्व मात्र सपना, साहस र कर्मले बन्छ। सपना, साहस र कर्म बिनाको नेता रिमोट कन्ट्रोल जस्तै हुन्छ। कहाँ जाउँ, के गरौँ र के बोलौँ यो अरूबाट नै तय हुन्छ। सपना बिनाको नेतृत्व इन्जिन बिनाको गाडी जस्तै हो। इन्जिन बिनाको यात्रा चाहे देशको होस् या जनताको अगाडि बढ्न सक्दैन महोदय। साहस बिनाको नेतृत्व फेसबुक र रिल्समा मात्र राम्रो देखिन्छ अनि कर्म बिनाको नेतृत्व एकहोरो शङ्खको ध्वनि जस्तै हो जो बजाउनेलाई पनि सुन्न मन छैन। म त भर्खर 7 कक्षामा पढ्दैछु। त्यति धेरै राजनीति बुझेको छैन तर पनि अहिलेको नेतृत्व पङ्क्ति देख्दा मलाई स्वयं त कुनै नाटकका लागि झुन्ड्याइएका नक्कली मुखौटा जस्ता लागिरहेका छन्। मेरो विचार थोरै फरक छ। आकाशबाट टाढा टाढाको ताराहरूलाई पत्ता लगाउने कल्पनालाई म सपना मान्न सक्दिनँ। त्यो त केवल मेरा लागि समयको बर्बादी मात्र हो। आज अहिले नै आफ्नो हातको सिप र क्षमतालाई सही उपयोग गर्नु नै हाम्रो पहिलो कदम हो। जोखिममाथि जोखिम लिनु साहस हुँदै होइन महोदय। यदि मलाई साहसको परिभाषा गर्न लगाउनुहुन्छ भने म भन्छु जोखिम कम हुने परिस्थिति सिर्जना गर्नु नै साहसिलो पन्थाको कदम हो। कडा परिश्रमीहरू प्राय धनी हुँदैनन्। यो सुन्दा अचम्म लाग्यो होला। यदि कडा परिश्रम सफलताको द्योतक हुन्थ्यो भने अहिलेसम्म भारी बोक्ने भरियाहरू सबैभन्दा धनी भइसक्थे। सफलता कति घण्टा काम गरियो भन्नेमा होइन, कुन सिप लगाएर काम गरियो भन्नेमा निर्भर रहन्छ। भारतीय प्रसिद्ध लेखक शिव खेडा भन्छन् सफल व्यक्तिहरू कुनै फरक काम गर्दैनन्, त्यही कामलाई फरक तरिकाबाट गर्छन्। आज यो तपाईहरू यो सभामा आइपुग्नु भएको छ। यसको मतलब एकै हो कि हजुरहरूको रगतमा नेतृत्वको आगो छ। यति कुरा बुझ्नुहोस् कि
सक्दैन महोदय। त्यसैले म आफ्नो सपनालाई साहसिलो कर्मद्वारा बदल्ने सङ्कल्प लाग्छु। धन्यवाद।